नमस्कार, म हरिशन शर्मा, शान्ति दिव्यद्वारा सञ्चालित आकस्मिक रक्तदान युनिटका व्यवस्थापक। आज चाहिँ नि हाम्रो नेपाल रेड क्रस सोसाइटी कास्की प्रादेशिक रक्त सञ्चारका प्रमुख श्री अर्जुन गेवाली सरका श्रीमती मधु आचार्य गेवालीको चाहिँ नि जन्मदिनको उपलक्ष्यमा उहाँले आज 57 पटक रक्तदान गर्न उपस्थित भइसक्नु भएको छ र साथमा उहाँको चाहिँ नि पछाडिपट्टि चाहिँ हाम्रो नेपाल रेड क्रस सोसाइटीका कार्यालय प्रमुख श्री कृष्ण कोइराला सर हुनुहुन्छ र नेपाल रेड क्रस सोसाइटी कास्की शाखाका स्वास्थ्य समिति सदस्य उपकोषाध्यक्ष कालिदास सापकोटाज्यू लाई चाहिँ मैले उहाँलाई रक्त ब्याग चाहिँ हस्तान्तरण गरेर शुभकामना भयो बन्द धन्यवाद हरिश्चन्द्र सर। विशेष गरेर कालिदास सर हामीसँग हुनुहुन्छ आज कार्यसमिति उपकोषाध्यक्ष किन सर पनि। हामी एउटा अभियानमा जोडिराखेका छौँ, जन्मदिनमा रक्तदान गरौँ, रगतको अभावमा अन्त्य गरौँ भन्ने यो नारालाई आत्मसात गरेर मेरो श्रीमती मधु आचार्य गेवाली स्वास्थ्यका कारणले उहाँले रक्तदान त गर्न मिल्दैन, तर मैले यो सन्दर्भलाई जोड्दा केही सूचना होला, अरू मान्छेले पनि रक्तदान गर्नलाई उत्प्रेरित होलान् भनेर यो सानो भिडियोमा म आफै बोलेर पनि तपाईँहरू सामु आएको छु। आफ्ना यस्ता अवसरहरू जुटाउनुहोस्, जन्मदिन मात्र होइन अरू धेरै खुसियालीहरूमा तपाईँहरू पनि रक्त सञ्चारमै आएर रगत दिनलाई हामी विशेष अनुरोध गर्दै म आज मधुको जन्मदिनको उपलक्ष्यमा रक्तदान गर्दैछु। मधुलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना। रक्तदान गरेर जन्मदिन मनाऊ, रक्तदान गरेर जन्मदिन मनाऊ, देशभर यो सन्देश हामी भिजाऊ, देशभर यो सन्देश हामी भिजाऊ। मान्छे रगत नपाए मर्छु होला भन्दै थियो, एउटा मान्छे रगत नपाए मर्छु होला भन्दै थियो, रक्तदान गर्ने मान्छे यताउति खोज्दै थियो। लौन कति धेरै रगत बगिसक्यो, मेरो बच्चा जीवन र मरणको दोष हातमा छ, मलाई रगत चाहियो, लौन कोही हुनुहुन्छ रगत दिने, मेरो बच्चालाई बाँच्न दिनुहोस्। हाम्रो रगतको थोपा 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 उसलाई दियो, हाम्रो रगतको थोपा 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 उसलाई दियो, मर्छु होला भन्ने उसलाई जीवन दान दियो, मर्छु होला भन्ने उसलाई जीवन दान दियो। रक्तदान